पूर्णलाई नमस्कार छ मेरो युट्युब च्यानलमा सिलु अधिकारी युट्युब च्यानलमा हामी आज बर्तनको मुख्य दिनमा रहेका छौं र त्यसको लागि हामीले यहाँ मालामा जरी र मलमलको कपडा फिट गर्न लिएर आएका छौं यहाँ दाइ समक्ष र आज हामी बर्तनको कुराहरू हैन कति सकिन्छ त्यति समेट्ने कोसिस गर्ने छौं यो भिडियोमा हेर्दै गर्नु होला सिलु अधिकारीको युट्युब च्यानल केही भन्न छ विधान हैन समृद्धिलाई लाइक र सब्स्क्राइब गर्नुहोस् कतिलो ल हेर्दै गर्नु होला यो माला रेडी भएपछि हामी फेरि देखाउँछौं ल हेर्नुस् हाम्रो बर्तनको बाजा यहाँ छ यसरी आउ समृद्धि जाम यहाँ बाजा बजाउने हाम्रो वाद्यवादक दाइहरू बस्नु भएको छ यहाँ चाहिँ बर्तनको आज चाहिँ मेन दिन हो बर्तनको हैन अस्ति रोटीको असार हिजो चाहिँ सामान्य लाखबत्ती जग्गिया पूजा अनि आज चाहिँ बर्तनको मुख्य दिन रहेको छ र भर्खरै हामी माला बनाएर घरमा आएका छौं जाँदैछौं घरमा हैन दुईजना बाबुहरूको बर्तन छ यस्तो हुँदैछ यहाँ पूजा हुँदैछ यहाँ चाहिँ पूजा हुँदैछ यता चिया पाक्दैछ हैन यता ए यहाँ रेडी नै छ थर्मसमा हैन नानी ल हामी फेरि टु बी कन्टिन्यू गर्नेछौँ यो बर्तनको कार्यक्रमलाई हेर्दै गर्नु होला यहाँ हाम्रो सुन्दरी मैया आउनुभयो यहाँ हाम्रो खानाको व्यवस्था छ यहाँ क्याटरिङबाट क्याटरिङको खाना सर्भिस यहाँ रहेको छ ल अब हामी लाग्दैछौँ हाम्रो आफ्नै गन्तव्यतिर कस्तो लाग्दैछ समृद्धिलाई फुर्र गरिदेऊ ल घुम्देऊ ल हिँड जाम बर्तन हुँदैछ यहाँ दिदीहरू सबै आउनुभयो यहाँ अब हामी भी खाने बेला भइसकेको छ धेरै जसो कुरा खिच्न पाइएन बच्चासँग मोबाइल भएको भएर ल अब हामी यहाँ भी दिने बेलामा आइसकेका छौँ हेलो के छ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभयो धन्यवाद ल अब हाम्रो यहाँ के कार्यक्रम बेला भयो ल भनिदिनु भी खाल्ने बेला भयो हाम्रो बा आउनुभयो ल्याइछिन् विष्णुले स्कुटरले बोलाएको छ ल अब म पनि दुध चढाउन जान्छु होला मान्छे यहाँ धेरै नै हुनुहुन्छ ल भी खेल्दैछन् हाम्रो विष्णुले ल बाबुलाई एकदम रमाइलो छ यहाँ माहौल ल मामाको काम ठुलो छ है मामाको काम छ यहाँ व्रतबन्धको कार्यक्रममा
छेकियो के ल ताली बजाम ताली यहाँ आमा पुन्टुर एकजनाले हेल्प गरिदिनुहोस् त अब तपाईले दुईटा सिटमा राख्नुहोस् आयुष्मान सौम्य भव आयुष्मान सौम्य भव ल यहाँ खाना खाने बेला भइरहेको छ खाना खाने टाइम अझै सकिसक्यो ल माइजूको र मेरो ल यो खाना खानु भयो होइन खाना खाना कस्तो लाग्यो ल ठिक छ ल रमाइलो भएको छ होइन हाम्रो दाइ भाउजू आउनुहुन्छ ए मामाले समातेर ल्याउनु भयो है ल ए अघिको खिच्न पाइएन अहिले ल धन्न समात्नु भयो त ल देखिसकेपछि नि भाग्दै थियो के ए रुद्री पनि भ्याइयो होइन ल बेलपत्र चढाएर भ्याइयो यहाँ सम्पन्न भयो अब हाम्रो यहाँ टिका लाउने माहौल भइदियो ल यो बर्तनको टिका हो यहाँ निधार खाली हुनेलाई मलाई त धेरै नासो हुने थियो कि जङ्गल छोडेको थिएँ गमक्क पऱ्यो नि त बलियो र सुन्ने दौडियो बेसरी ए हो है डर आयो डरो डान्स भाइ ल अब हाम्रो बाजा बजाउने ल साह्रै राम्रो बजाउनु भयो ल नाचियो मजाले ल अब बाजा सकियो बर्तनको अब हामी भजनमा भेट्छौँ होइन
ल साथीहरू, रात्रिकालीन समयमा स्वागत छ मेरो युट्युब च्यानलमा। र अब हामी बर्तन भएको घरमा चाहिँ भजनको लागि जाँदैछौँ। कुन समूह अरे विष्णु? माछापुच्छ्रो समूहले चाहिँ यहाँ गीत गाउँदै हुनुहुन्छ हाम्रो लालदेवी र मिलन भान्जाको घरमा। ल हेर्नुहोस्, यहीँ सुन्न सक्नुहुन्छ यहाँ हजुरहरूले, यहीँसम्म सुन्नेको छ एकदम रमाइलो भजन। अब हामी रमाइलो गर्नेछौँ, हेर्दै गर्नुहोला सिल्लु अधिकारीको युट्युब च्यानल। ल भजनमा चाहिँ एकदम रमाइलो भयो जस्तो छ। हाम्रो अगाडि हिँड्ने हाम्रो बा हुनुहुन्छ, यहाँ छन् विष्णु, यहाँ छन् आदर्श भण्डारी। हेलो आदर्श। हेलो। ल हेर्नुहोस्, ल हेर्नु भजन। ल भजन यहाँ एकदम रमाइलो भइरहेछ हाम्रो भजनमा। ल हाम्रो माछापुच्छ्रे सेवा समाजलाई आफै सदस्य हाम्रो मिलन पौडेलको छोराको व्रतबन्ध र हाम्रो शिव दाहालको छोराको पनि है हजुर हाम्रो छोराको व्रतबन्धमा यहाँहरूलाई बोलाउनु भयो। हाम्रो तर्फबाट जति यहाँहरूलाई मनोरञ्जन दिन सन्तुष्टि भइदिनु होला। हामी पनि तपाईँहरूले दिएको दान दक्षिणाबाट हामी पनि सन्तुष्ट छौँ। हाम्रो सेवा समाजको भवन निर्माणको लागि अब हामीले शिलान्यास नजिकै गर्दैछौँ। यही महिनाभित्रमा शिलान्यास गरिन्छ। प्रदेश सरकारबाट 5 लाख रुपियाँ बजेट परेछ। अनि हाम्रो अलिकति गरेर अहिले शिलान्यास गर्ने, अलिकति जग उठाएर राख्ने, त्यसपछि फेरि यसै गरी कमाउने अनि फेरि रमाउने उद्देश्य छ। हामीहरूले यो हजुरले दिएको दान कसैले खाने कसैले के गर्ने छैन। भोलि जस्ताको जस्तै मिलन पौडेलको नाममा लगेर हामीले ब्याङ्कमा जम्मा गरिन्छ अनि आवश्यक परेको बेलामा अनि ल्याएर खर्च गर्ने हो। हाम्रो पृष्ठभूमि यहाँहरू सबैलाई थाहा छ, भन्नै पर्ने कुनै छैन। यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज हामी बिदा हुन चाहन्छौँ। यहाँहरू सबैलाई जय होस्। कति आजको रकम चाहिँ 20,970। ताली। ल अब चियाको पालो आयो। ल आजको हाम्रो भजन समाप्ति भयो। यस्तै गरी आजको यो बर्तनको कार्यक्रम नै यहीँ समापन हुन्छ। ब्लग हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आजको लागि बाई बाई।